शेरमान भाइले र हाम्रो विकास भन्जाले चाहिँ कुखुरा काटकुट गर्न लाग्नु भएको छ। यो त आउँछ यार, आउँछ आउँछ के यसको पानी लिउँ के जगमा हाम्रो बाइक चलेर सहयोग गरिदिनु सक्नुहुन्छ। भिडियो बनाएको यसमा राख्नु हस् धन्यवाद। मामा हाम्रो पर्ने यो खप्पी सबै यसमा भन्दा यस्तै ल चस्मा झिक्न पर्यो यार मामा सरी मामा। होइन फेरि हाल्नुपर्छ कि झिक्नु कि रड निकाल्नु त्यो साथ निकाल्नु एकछिन गोठा लाग्यो यस्तै छ।
गोपी सर कस्तो लागिरहेछ तपाईँलाई अहिले एकदम मजा अलि निद्राले च्यापिरहेको छ नि त्यही भएर अलि मजाले लागिरहेको छ निद्राले चापिरहेको छ एकदम हिजोको सुताइ भएन होइन हिजो सुताइले भएन तपाईँलाई कस्तो लागिरहेको नि सर लोक सर के लाग्छ रमाइलो भएर निद्रा चाहिँ पुगेछ पुगे छैन हल्का आदि मात्र पुग्यो शेरन भाइ तपाईँ अहिले कहाँ हुनुहुन्छ अहिले यहाँ थाल्ने कुन 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 ताल यो रुकुमकोटको कमलदा है कमलदामा हुनुहुन्छ भने कस्तो लागिरह रुदो तालके गलत नबोल्नुहोस् न यो तालको चाहिँ गलत नामकरण नगर्नुहोस् न रुदो तालके हेर्नुहोस् त अहिले तपाईँ कहाँ हुनुहुन्छ वरिष्ठ लेखापढी व्यवसायी कोसिस जीसी कस्तो लागिरहेछ मलाई एकदम रमाइलो रहिरहेछ हामी होइन पहिलोचोटि कमलदाको भ्रमण गर्न आउँदाखेरि साथीभाइहरूसित अब हिजो आएर पार्टी हाल्ने रमाइलो गरेर आज यहाँ आएर रमाइलो गरिरहेछौँ ठाउँ चाहिँ एकदम राम्रो छ मनमोहक दृश्य छ है हाम्रो ठाउँमा पनि यस्तो धोरबाटनमा पनि व्यवस्थापन गर्न सके राम्रो हुन्थ्यो तर हाम्रो ठाउँमा व्यवस्थापन भएन व्यवस्थापन चाहिँ राम्रो छ धन्यवाद यति बेला चाहिँ हामी पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट आइपुगेका छौँ र रुकुमकोटको यो चाहिँ अत्यन्तै रमणीय ठाउँ र यो कमल दहमा हामी चाहिँ यति बेला आइपुगेका छौँ र अत्यन्तै मनमोहक दृश्य छ हर कोहीलाई यसले चाहिँ लोभ्याउँछ तपाईँहरू पनि यदि घुम्न छुटाउनु भएको छ भने यस ठाउँमा चाहिँ पक्कै पनि अवश्य पनि भ्रमण गर्नुहोला तपाईँहरू देख्न सक्नुहुन्छ र यति बेला तालमा कमलका फुलहरू फुलिरहेका छन् अत्यन्तै मनमोहक दृश्यहरू हामीले यहाँबाट देख्न पाउँछौँ देखिँदैछ नि त टिममा पुगेर फेरि फर्किन्छ कि होइन